छैन जस्तो भने अहिले त कस्तो भइसक्यो त चेन्ज भइसक्यो त पानी आएर यस्तो राम्रो भयो रहेछ अहिले हामी चाहिँ आलु भएका है सबैभन्दा राम्रो त आलु चाहिँ बेस्ट मस्त भएछ बुढीले यो झार त जङ्रङ्गै छ त के हो भन्दै थियो बुढी के अरे यो जस्तो यो थियो नि त्यसले यो सानो सानो उखाल्दियो भन्दै थियो यो उखाल्दियो उसले कति त उखाल्दिएको यो सानो सानो उखाल्यो भने चाहिँ मजाले उयसमा ठुलोमा चाहिँ मजाले दाना लाग्छ अरे कि ए यो धेरै यो झ्याङल्याङ्गै हो भने हुन्छ होला है त्यसले भन्दै थियो यो चाहिँ सानो सानो चाहिँ उखालिदिनुपर्छ दिनुपर्छ ठुल्ठुलो मात्रै यो गर्नुपर्छ भन्दै मस्तो खालको भएछ नि दामी भन्छ अहिले त जे होस् ल दुःख गरेको दुःख गरे जस्तै भयो यस्तो आएपछि खानुपर्छ हो यहाँ कोरियामा को छन् सबैले पठाउनु पर्छ यहाँ धेरै हो यो साग त कति बेला खाने है साग त कच्चकै पऱ्यो त यहाँ साग चाहिँ यस्तो हो नि त गाह्रो हो त यो ऊ त्यो यो चाहिँ मरे छैन हो के अरे त्योमा खासमा चाहिँ ऊ त्यसै धेरै भएर हो कि जस्तो लाग्यो मल धेरै भएर मरेको के हो र यो त बचेको त मल धेरै भएर त नमर्नु पर्ने फेरि तर यो फेरि बाँच्यो होइन फेरि त्यो मलको उयसमै परेर चाहिँ उयो भएको हो कि त्यही त त्यस्तै नै हुनसक्छ मुलाहरू त यो त त्यो छर्दिएको मुला त आएन छ कि हाल्नु छर्दिएको मुला मैले रोपेको मुला चाहिँ आएछ होइन यता यता गरेर रोपेको आखानी होइन यो मुला हो नि यो यिनीहरू मसिनो मसिनो छ नि यहाँ तर यहाँ धेरै हिँड्नुहुन्न लगाएको छ नि सिमी लगाएको सिमी नै आखाने ऊ त्यो त बर्खे सिमी हो त्यसलाई त सानो सानो उद्देश्य भयो भने खाइहाल्नुपर्छ मैले यहाँनिर मुलाहरू छरिदिएको थिएँ कि गाईदेखि बनाउनु भनेर जेस दुःख गरेको दुःख गरे जस्तै भयो योपालि चाहिँ आलु चाहिँ राम्रो यता यति यहाँभन्दा यता चाहिँ राम्रो हुन्छ होइन अनि फेरि उतातिर फेरि राम्रो हुँदैन ल जाउँ होला अब आलु मस्त भन्छ ल देख्नुभयो भने त हाम्रो खेतबारी करेसाबारी यस्तो छ होइन जस हामी चाहिँ आज चाहिँ छुट्टीको दिनमा चाहिँ आज साथीको चाहिँ अब दाँतमा चाहिँ अब खैला अरे क्या होइन खैला अरे अब चाहिँ दाँत तिखारेर चाहिँ अब खानु पऱ्यो मासु त दाँत तिखारेर फेरि टिरिक्क पार्नुलाई चाहिँ हामी अब कोरियामा चाहिँ अब छिगुवा भन्छ होइन छिगुवा हाम्रो दाँत डेन्टल सम्बन्धी जाँदैछौँ त्यहाँ गएर चाहिँ अब हाम्रो डाक्टर साहबले के गर्नुहुन्छ त्यो चाहिँ हामीले यो हाम्रो यो भिडियोमा चाहिँ सर्लप्प देखाउँछ होइन यसरी यो सधैँ चाहिँ यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर होइन टुक्क एउटा चाहिँ लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ लु भुक्लुक्कै दिइहालौँ त हामी पनि के हुँदो रहेछ सपोर्ट गरौँ न हो गाइजहरू किन हो यस्तो ल यस्तो छ सधैँ चाहिँ म जाने चाहिँ यही हो फेरि कम्पनीमा दौडिने यही हो फेरि त्यो चाहिँ हाम्रो खिसुक्सा हो यो खिसुक्सामा बसेको नि लगभग 7 वर्ष भयो गाथी होइन हो मेरो जुनी त कोरियामै जान्छु कि के हो गाथी बुढेसकालमा चाहिँ नेपालमा गयो भएको कमा पैसा सुर्लुक्क फेरि उतै होदै मेडिकल खर्चमा सकायो अनि फेरि जिन्दगी त उस्तै ल यस्तै छ हो कोरियामै बर्खायाम सुरु भएको छ आज चाहिँ धन्न हल्का घाम लागेर चाहिँ हामी चाहिँ यसरी खुलियाम हिँड्न पाइयो नत्र भने छाता लिएर कुदुङदुङ हो फेरि बर्खायाममा यस्तो हुस्सु लाग्छ यस्तै छ बर्खायाम पनि सुरु भएछ अब हामी चाहिँ गाउँमा हुँदा चाहिँ यसरी लाइन नै यसरी घाँस काट्नु पर्थ्यो यहाँको के घाँस काट्ने हो घाँस अलि ठुल्ठुलो भइदियो भने के भन्छ मेडिसिन छर्किन्छन् यहाँ केही काट्नै पर्दैन यस टेक्नोलोजी हो सुविधा छ जे होस् ल फाइनल्ली हामी चाहिँ अब दोङसन आइयो दोङसन चाहिँ अब यहाँ छिगुवामा जाने भनेर चाहिँ हामी चाहिँ यस्तो छ छिगुवा यहाँ धेरै रहेछ क्या अनि त्यहाँ चाहिँ कुनमा जाने भन्ने कुरा हो कि कुनमा जाने विचार कुनमा जाने हो ल अब चाहिँ छिगुवामा जाने भन्ने छ अब यहाँ खोज्नु पर्छ कुनमा चाहिँ एकदम बेस्ट अब पहिला चाहिँ दाजुहरू पनि आउनु भएको थियो अरे
अनि चाहिँ दाजुले चाहिँ एकदम राम्रो छ भन्नु 2 तल्लामा छ भन्नुहुन्थ्यो। अब तल यहाँ धेरै छन् फेरि, त्यही भएर चाहिँ अब कुनमा जाने त भनेर चाहिँ हामीले चाहिँ खोजिरहेका छौँ है। यस्तो छ बाहिर, यस्तो छ यो चाहिँ दङदुछन्, यस्तो छ यहाँको बाहिरको माहौल। चाहिँ हामी चाहिँ हेरौँ न कस्तो हुन्छ। साथै जाने पऱ्यो गोनिया यस्तै, त्यो त होइन हौ, यस्तो छ जे होस् जाउँ न त अब हेरौँ। त्यो त त्यही उदेश थियो नि सिक्वा उतै माथि थियो क्या, त्यही जाँदा नि हुन्छ होला नि। अब एकदम बेस्ट कुन छ त भनेर हेर्ने कुरा भयो कि खै हो माथि होइन यो त्यहाँ माथि रहेछ सिक्वा यो ल। हामी चाहिँ अब जान्छौँ त्यहाँभित्र अनि गएर चाहिँ अब हाम्रो डाक्टर साहबले चाहिँ के भन्नुहुन्छ त, अनि यसो हेरेर चाहिँ अनि चाहिँ सफा गरेर फाइनली हामी चाहिँ यहाँ आइपुग्यो। अनि चाहिँ हामीले त्यो सिक्वाको लागि चाहिँ सिक्वाको ठुल्छु एउटा फर्म भर्नु पर्दो रहेछ कि, अनि फर्म भरेर हामी चाहिँ यहाँ बसेको छ। पार्टनर चाहिँ हाम्रो भित्र जानु हो किनकि पार्टनरले हाम्रो गर्ने, त्यसमा चाहिँ म चाहिँ जानु मिल्दैन रहेछ, त्यही भएर म चाहिँ गएर बसिराखेको छु। यस्तो छ ल। फाइनल्ली हाम्रो चाहिँ पार्टनरको चाहिँ डाँट चाहिँ सफा भयो, तर म चाहिँ जान पाएन के हाल्यो। यहाँ चाहिँ अलि जान मिल्दैन रहेछ, जान मिल्दैन रहेछ। अनि चाहिँ मैले चाहिँ बाहिर बसेर हेरेँ कुरेर होइन, कुरेर हेर्न पाइयो भनेर चाहिँ दाँत चाहिँ सफा भयो। अनि त्यसको लागि के भयो भने चाहिँ अब आज एकचोटि मात्रै सफा गरेर चाहिँ नहुँदो रहेछ, 2-3 चोटि आउनुपर्छ भएन। अनि हाम्रो चाहिँ अब नेक्स्ट विक फेरि आउने भनेर चाहिँ हामी चाहिँ बुकिङ गरेर आइरहेछ। ल यहाँ चाहिँ यस्तो हुँदो रहेछ। नेपालमा त हामी त वहीँ भित्र गएर वहीँ सर्लक्कै सबै हेर्न पाउँछौँ, यहाँ चाहिँ अलिक हुँदैन रहेछ, त्यही चाहिँ फरक रहेछ। ल